साथीहरु विशेष गरी हामीले जुन खालको यो भन्दा 2-3 दिन अगाडि चाहिँ एउटा भिडियो हालेको थियो यहाँको भने त्यो भिडियोलाई चाहिँ फेरि पुनः अन्त्य गर्नको निमित्त मंगल नेशनल अर्गनाइजेसनको बागमती प्रदेश चुनावी संयोजक निर्वाचन आयोगको संयोजक कमल तामाङजी आउँदै हुनुहुन्छ। सर स्वागत छ तपाईलाई। जय मंगल। विशेष गरी यो रिन्सेन धोर्जे राजाको विषयमा तपाईले थोरै जुन खालको तपाईको फेसबुकमा चाहिँ तपाईले जनताको माझमा चाहिँ यो हाम्रो यस्तो हो भन्ने कुराहरु चाहिँ तपाईले बुझाउनु भएको थियो र केही कुराहरु अझ पनि बाँकी छ जस्तो लागेर चाहिँ मैले तपाईलाई केही सोच्न खोजे र सोधि तपाईले चाहिँ त्यो प्रश्न पार्दिनु न सर है। वास्तवमा सबैलाई आम बृहत नेपाली जनतालाई लासो फ्याफुल्ला टसदेले जोरले भन्न चाहन्छु र लास्टमा जय मङ्गल पनि। वास्तवमा हामी ऐतिहासिक यो तेमालको चाहिँ विशेष महत्त्वपूर्ण स्थानमा बसेर तपाईहरु माझबाट एउटा भिडियो प्रसारण गरिरहेको अवस्था छौं र त्यस भएको हुनाले चाहिँ अब हिजोको दिनमा कालखण्डमा यो 2224 राज्य अन्तर्गतको बेलामा एउटा राज्य र राजा रजौटाहरू भएको बेलाको तेमालको राजा रिन्सेन धोर्जेको चाहिँ शालिग लिएर आइपुगेका छौं। हिजोको दिनमा चाहिँ हाम्रो पुर्खाहरूलाई चाहिँ कत्लेआम गरेर यो देशका अहिन्दू मूलवासी मंगलहरूलाई चाहिँ मारिएका थिए। त्यस बेलाका चाहिँ 1819 अश्विन 2 गतेको दिन तेमालवेशीको बगरमा बोलाएर चाहिँ निर्ममतापूर्वक चाहिँ हत्या गरिएको थिए। त्यो हत्याको छाप अहिले पनि परिरहेको छ। त्यसकारणले गर्दा हिजोको दिनमा 3000 मान्छे चाहिँ तेमालको चाहिँ मारिएको थियो भने इतिहासमा लेखिएको छ। त्यो 3000 मानिसको रगतको खोला चाहिँ तपाईको तेमाल डाँडामा एक ठाउँमा पार्या भए कि सुनकोसीमा कि रोशीकोलामा पुग्थ्यो। यस्ता घटना परिघटनाहरू धेरै ठाउँमा भइरहेको छ। तर हिजोको दिनमा ती शासकहरूले गरिएको कुकृति विसङ्गतिको हामी चाहिँ पर्दाफास गर्दै हामी अगाडि बढिरहेको यो संगठन मंगल नेशनल अर्गनाइजेसनबाट हामीले चाहिँ यो कुराहरूलाई चाहिँ उजागर गर्दै आइरहेको अवस्था छ र हिजोको दिनमा गरिएको कुराहरूलाई हामी इतिहासलाई चाहिँ मनन गर्नुपर्छ। जस्तै आफ्नो इतिहास थाहा हुँदैन त्यो मान्छेले भविष्य निर्धारण गर्न सकिँदैन भन्ने चाहिँ एउटा कथन छ। त्यसकारणले गर्दा हामीले चाहिँ हिजोको पुर्खाहरूलाई गरिएको विभेदपूर्ण तरिकाको जुन किसिमको शोषण अन्याय अत्याचार दमन गरिएको थियो त्यसलाई चाहिँ पर्दाफास गर्दै अगाडि बढिरहेको अवस्था छ सर। भने पछाडि जोस रिन्सेन धोर्जे तामाङलाई चाहिँ जुन खालको हत्या नै गरेको है सर। 1819 अश्विन 2 गतेको दिन चाहिँ पृथ्वीनारायण शाहका चाहिँ सेनाहरूले यो तेमालवेशीको बगरमा बोलाएर चाहिँ